जहाँ मन लगे वहाँ जाया कर, जो लिबास सजे सजाया कर। आंसू आ जाएं तो बहाया कर, तू खुद को देख मुस्कुराया कर। दुनिया की फिजूल की बातें दिल से ना लगाया कर। तू जैसी है खूबसूरत है, तू खुद को ये बतलाया कर। जैसा भी हो काम कोई तू सब कर लेती है, इस बात पर गर्व दिखाया कर। मृतले दौडी 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 हामी जाँदैछौँ धराजाङ बाटो चर्चे तर हामी धरान गएन होला। हामी अझै सिधा गयौँ दुईपट्टि साइडमा हरियाली, राति परेको पानी, चिसो चिसो मौसम, घाम दिएन, सर हावा खाँदै खाँदै दुईतिरको हात दुखाउँदै आफैले ड्राइभ गर्दै त्यो सल लगाउने चाहिँ नि निता आन्टीहरू अगाडि म ड्राइभर चतराधाम। त्यहाँ हामीले वैशाख स्नान भनेर पूर्णिमाको स्नान गऱ्यौँ। त्यसपछि हामी यता आश्रम घुम्न आयौँ। यो चाहिँ राष्ट्रपति भुपूको आमाको हो भन्ने जस्तो लागेको थियो। म कन्फर्म छैन, हजुरलाई थाहा छ भने कन्फर्म गरिदिनु होला। त्यो राम्रो छ है, एकदम मलाई चाहिँ सुपर लाग्यो। बाँकी त अब आफ्नो इच्छा हो, हेर्ने नजर हो। बच्चा चाहिँ यति कति मजाको मानिरहेछ बच्चाले त, न कुराहरू हुँदै यस्तो जस्तो। त्यहाँ राधाकृष्णलाई छत चाहियो है, प्लिज छत व्यवस्था गरौँ। त्यसपछि हामी सिस मल गयौँ। सिस मल जान लाइन लागेको है। यो चाहिँ हामी ठुलो ढोका ढान्टुडाल 50 रुपियाँ टिकट काटेर गएको है। त्यहाँ चाहिँ एकदम सबैतिर सिसै सिसा रहेछ। ओहो मिक्सिङ गरेर यो गलत भएछ हेर्नु है। चतराधाममा हामीले यतातिर नुहायौँ, गुरुले यहाँको कुरा भन्दै हुनुहुन्छ। त्यसपछि हामी जाँदा चाहिँ सिस मलमै छौँ ल, भिडियो एडिटिङ गर्न आउँदैन, नयाँ छौँ। त्यसपछि हामी गयौँ दौडी दौडी। कहाँ गयौँ भन्दाखेरि जानुभएको हजुरहरू सबैलाई थाहा छ, बालसन्त महाराजजीको आश्रम चतराधाम कि जय जय हो। हेर्नुहोस् त हाम्रो चतराधाम कति आनन्दित भयौँ। त्यो पछाडिको त कुम्भ हो ल, महाकुम्भ। आज दिनभरि नै लगभग हामी त्यहाँ गएको ठाउँमा शान्तिको लागि एकदम ओम माने पेमे सुनेरै बस्यौँ। यति आनन्द आयो। आज बुद्ध जयन्तीको दिन, बुद्ध पूर्णिमाको दिन हामीले यस्तो पावन दिनमा अवलोकन गर्ने अवसर पायौँ। राधे राधे।